नमस्कार, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज हामी तुनाबेल थापाको बुझ्नेलाई भन्ने गीतको गिटार लेसन सिक्छौं। यसको लागि चाहिँ सबभन्दा पहिला म तपाईहरुलाई यो गीतको इन्ट्रो बजाएर सुनाइदिन्छु अनि त्यसपछि यो गीतको कम्प्लिट प्लकिङ कसरी बजाउने भन्ने बारे म तपाईहरुलाई यसको सबै लेसन मजाले भनिदिन्छु। सबभन्दा पहिला चाहिँ यो गीत चाहिँ तपाईको डी मेजर देखि उठेको छ है। विदाउट केपोमा मैले डी मेजर देखि बजाएको छु। यो डी मेजरको फिंगर पोजिसन चाहिँ के हो भन्दाखेरि तपाईको यो थर्ड फ्रेट को सेकेन्ड स्ट्रिङ अनि त्यसपछि सेकेन्ड फ्रेट को फर्स्ट र थर्ड स्ट्रिङलाई डी मेजर कर्ड भन्छ। यो डी मेजर कर्ड हुन्छ। सबभन्दा पहिला म तपाईहरुलाई यो गीतको सानो इन्ट्रो बजाएर देखाइदिन्छु। यो बजाउनुको लागि चाहिँ सबभन्दा पहिला डी मेजर कर्ड राख्ने अनि त्यसपछि यो तपाईको सेकेन्ड र फोर्थ स्ट्रिङलाई एकचोटी बजाउने अनि त्यसपछि थर्ड स्ट्रिङ अनि तपाईको यो फर्स्ट स्ट्रिङ चाहिँ ओपन हुन्छ है अनि यो सेकेन्ड फ्रेटको फर्स्ट स्ट्रिङमा औंला राखेर बजाउने यस्तो हुन्छ। यो तपाईले दुईचोटी बजाउने अनि त्यसपछि यो बजाउनुको लागि चाहिँ तपाईको फिंगर पोजिसन चाहिँ के हुन्छ भन्दाखेरि यसको फिंगर पोजिसन चाहिँ फिफ्थ फ्रेट को फर्स्ट स्ट्रिङ अनि त्यसपछि थर्ड फ्रेट को सेकेन्ड स्ट्रिङ हुन्छ फिंगर पोजिसन है। यसरी राख्ने अनि त्यसपछि फर्स्ट स्ट्रिङ र फोर्थ स्ट्रिङ एकचोटी बजाउने अनि त्यसपछि सेकेन्ड स्ट्रिङ हुन्छ। यस्तो हुन्छ। अनि त्यसपछि यो थर्ड फ्रेट को फर्स्ट स्ट्रिङ सेकेन्ड फ्रेट को फर्स्ट स्ट्रिङ यस्तो हुन्छ। यो बजाउनुको लागि चाहिँ तपाईको फर्स्ट स्ट्रिङ र फोर्थ स्ट्रिङ चाहिँ ओपन हुन्छ है अनि त्यसपछि यो तपाईको थर्ड स्ट्रिङमा बजाउने यस्तो हुन्छ। अनि त्यसपछि सेकेन्ड फ्रेट को फर्स्ट स्ट्रिङ अनि फर्स्ट स्ट्रिङ ओपन हुन्छ यस्तो हुन्छ है। पुरै सुन्दाखेरि चाहिँ यो बजाउनुको लागि चाहिँ सबभन्दा पहिला यसको फिंगर पोजिसन चाहिँ थर्ड फ्रेट को फर्स्ट सेकेन्ड अनि त्यसपछि सेकेन्ड फ्रेट को थर्ड स्ट्रिङमा यसरी औंला राख्ने अनि त्यसपछि यो प्लग गर्दाखेरि चाहिँ तपाईको फर्स्ट स्ट्रिङ र फोर्थ स्ट्रिङ अघि नैको जस्तो सेम प्लग गर्ने अनि त्यसपछि थर्ड स्ट्रिङ यस्तो हुन्छ है। अनि यो तपाईको फिफ्थ फ्रेट को फर्स्ट स्ट्रिङ थर्ड फ्रेट को फर्स्ट स्ट्रिङ यस्तो हुन्छ। अनि यो बजाउनुको लागि चाहिँ तपाईले यो डी मेजर कर्ड राख्ने अनि त्यसपछि अघि नै जस्तै फर्स्ट स्ट्रिङ र फोर्थ स्ट्रिङ एकचोटी प्लग गर्ने अनि थर्ड स्ट्रिङ अनि यसपालि चाहिँ तपाईको यो जुन पिङ्की हुन्छ यो कान्छीवाला यसरी बजाउने। यो बजाउनुको लागि चाहिँ तपाईले थर्ड फ्रेट को फर्स्ट स्ट्रिङ अनि त्यसपछि यो ओपन बजाइदिने। ओपन भन्नाले यो सेकेन्ड फ्रेट को फर्स्ट स्ट्रिङ हुन्छ है यसरी बजाउने यस्तो हुन्छ। अनि यो पनि सेम प्लग गर्ने हो। तपाईले
फर्स्ट स्ट्रिङ र फोर्थ स्ट्रिङ, अनि त्यसपछि यो थर्ड स्ट्रिङ, अनि यो तपाईले सेकेन्ड फ्रेटको फर्स्ट स्ट्रिङ ओपन, अनि यो बजाउनुको लागि चाहिँ यो तपाईले सेकेन्ड स्ट्रिङ र फोर्थ स्ट्रिङलाई एकचोटि बजाउने, यसरी बजाउने। पुरै सुन्दा चाहिँ यस्तो हुन्छ। अनि यो लास्टमा चाहिँ तपाईले यो सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ, फर्स्ट स्ट्रिङ ओपन, अनि फेरि सेकेन्ड फ्रेटको थर्ड स्ट्रिङ, यस्तो गर्छ। पुरै सुन्दा चाहिँ यस्तो हुन्छ। अब यहाँसम्मको प्लगिङ चाहिँ गीतसँग बजाएर हेरौँ। कति सम्झिरोयो होला, आँखाभरि आँसु बग्यो होला, संसार डी मेजर कर्ड राख्ने, अनि त्यसपछि फर्स्ट स्ट्रिङ र फोर्थ स्ट्रिङ एकचोटि प्लग गर्ने तपाईले, अनि त्यसपछि थर्ड स्ट्रिङ, अनि यो तपाईले यो जुन यो थर्ड फ्रेटको फर्स्ट स्ट्रिङदेखि फिफ्थ फ्रेटको फर्स्ट स्ट्रिङमा तपाईले स्लाइड गर्ने, यसरी यस्तो हुन्छ। यो बजाउनुको लागि चाहिँ 10 फ्रेटको फर्स्ट स्ट्रिङमा यसरी प्रेस गर्ने, अनि त्यसपछि फोर्थ स्ट्रिङ ओपन बजाउने, अनि यो तपाईले 9 फ्रेटको फर्स्ट स्ट्रिङ, 7 फ्रेटको फर्स्ट स्ट्रिङ, अनि 5th फ्रेटको फर्स्ट स्ट्रिङमा हुन्छ। अनि यसपालि चाहिँ तपाईले यो माथिको यो फोर्थ स्ट्रिङ पनि बजाउने, एकैचोटि बजाउने है, यसरी बजाउने। यस्तो हुन्छ। पुरै सुन्दर चाहिँ यो बजाउनुको लागि चाहिँ तपाईले 7 फ्रेटको फर्स्ट स्ट्रिङ, अनि त्यसपछि यो फोर्थ स्ट्रिङ चाहिँ तपाईले ओपन बजाउने, अनि यो 9 फ्रेटको फर्स्ट स्ट्रिङ, 7 फ्रेटको फर्स्ट स्ट्रिङ, 5th फ्रेटको फर्स्ट स्ट्रिङ, 7 फ्रेटको फर्स्ट स्ट्रिङ, अनि त्यसपछि फेरि 5th फ्रेटको फर्स्ट स्ट्रिङ, यस्तो हुन्छ। यो बजाउनुको लागि चाहिँ तपाईले 3rd फ्रेटको फर्स्ट स्ट्रिङ, अनि त्यसपछि 4th स्ट्रिङ चाहिँ ओपन बजाउने, यस्तो हुन्छ। अनि यो 5th फ्रेटको फर्स्ट स्ट्रिङ, 3rd फ्रेटको फर्स्ट स्ट्रिङ, 2nd फ्रेटको फर्स्ट स्ट्रिङ हुन्छ, यस्तो हुन्छ है। पुरै सुन्दर चाहिँ
अब गीतको अर्को पार्ट सुन्नतिर लागौं। अब यो बजाउनको लागि चाहिँ तपाईले यो ई कर्ड राख्ने है। यो ई भने चाहिँ के भन्दाखेरि तपाईको जस्तै अब यो डी भयो, डी पछि डी शार्प, त्यसपछि यसलाई चाहिँ ई भन्छ। यो डी मेजरको 1-2 स्टेप यतापट्टि यसलाई ई भन्छ है। अनि त्यसपछि यो बजाउनको लागि चाहिँ सबभन्दा पहिला तपाईले प्लग 6 र फर्स्ट स्ट्रिङ एकचोटि प्लग गर्ने, अनि त्यसपछि थर्ड स्ट्रिङ, अनि यो तपाईले 5 देखि 7 फ्रेटमा स्लाइड गर्ने फर्स्ट स्ट्रिङ यसरी। अनि यो बजाउनको लागि चाहिँ जी मेजर कर्ड राख्ने, अनि त्यसपछि यसमा नि प्लगिङ चाहिँ सेम हुन्छ है। अब 6 र फर्स्ट स्ट्रिङ एकचोटि प्लग गर्ने, थर्ड स्ट्रिङ, अनि तपाईको यो 5th फ्रेटको फर्स्ट स्ट्रिङ, थर्ड फ्रेटको फर्स्ट स्ट्रिङ हुन्छ, यस्तो हुन्छ। अनि त्यसपछि यो बजाउनको लागि चाहिँ डी मेजर कर्ड राख्ने, अनि त्यसपछि 4 र अनि त्यसपछि फर्स्ट स्ट्रिङ एकचोटि प्लग गर्ने, अनि त्यसपछि थर्ड स्ट्रिङ 4 र फर्स्ट स्ट्रिङ एकचोटि प्लग गर्ने, अनि त्यसपछि थर्ड स्ट्रिङ यस्तो हुन्छ। अनि त्यसपछि तपाईले यो थर्ड फ्रेट देखि 5th फ्रेटमा स्लाइड गर्ने फर्स्ट स्ट्रिङको यस्तो हुन्छ। अनि यो बजाउनको लागि चाहिँ तपाईले यो ए सस्पेन्डेड कर्ड राख्ने है। यो भने चाहिँ तपाईको 2nd फ्रेटको थर्ड र फोर्थ स्ट्रिङ राख्ने, अनि त्यसपछि तपाईले यो 5th स्ट्रिङ र फर्स्ट स्ट्रिङ एकचोटि प्लग गर्ने, अनि त्यसपछि थर्ड स्ट्रिङ, अनि 2nd फ्रेटको फर्स्ट स्ट्रिङ अनि फर्स्ट स्ट्रिङ ओपन हुन्छ। पुरै सुन्दा चाहिँ यस्तो हुन्छ। अनि त्यसपछि सेकेन्ड टाइममा चाहिँ फेरि सेकेन्ड टाइममा पनि तपाईको अब सेमै हुन्छ है प्लकिङहरु, तर सेकेन्ड टाइममा चाहिँ के फरक छ भन्दाखेरि यस्तो गर्छ। यो बजाउनको लागि चाहिँ तपाईले 2nd फ्रेटको थर्ड स्ट्रिङ, फर्स्ट स्ट्रिङ ओपन, 2nd फ्रेटको फर्स्ट स्ट्रिङ, फर्स्ट स्ट्रिङ ओपन, यस्तो हुन्छ। यो 3 चोटि बजाउने, अनि त्यसपछि 2nd फ्रेटको थर्ड स्ट्रिङ यस्तो हुन्छ। अनि यसपछि गीतको सुरुको फेरि रिपिट हुन्छ यसरी। अब गीत चाहिँ यति नै छ। भिडियो सुरुदेखि लास्टसम्म हेरिदिनु भयो त्यसको लागि चाहिँ तपाईहरुलाई धेरै धेरै धन्यवाद।